ओभरको 5 बलमा कुनै पनि रन रहने छैन। 124 किलोमिटर प्रति घण्टाको रफ्तारको यो बल थियो र यो बलमा डट बल राख्यो र केवल अब मात्र एक बल बाँकी छ। सेकेन्ड ओभर खेल सकिने काठमाडौँको टिम निकै खराब ब्याटिङ गर्दैछ। उनीहरू निकै खराब ब्याटिङ प्रदर्शनको प्रस्तुति यति बेला देखाइरहेको हो भने राम्रो पार्टनरसिप बन्नको लागि मैदानमा टिक्न आवश्यक छ। त्यही माथि पावर प्लेमा यदि रन आएन भने टिम पुरै रूपमा दबावमा जानेछ। पहिलो बल अन्तिम बल यस ओभरको यो बललाई पञ्च गरियो। बल गयो मिड अफको फिल्डरको बायाँपट्टिबाट लङ अफको क्षेत्रमा र बल जानेछ। लङ अफको बाउन्ड्री पार 4 रनको लागि चौका रहनेछ। यस ओभरको अन्तिम बलमा शानदार पञ्च गरिदिएका थिए र बललाई 4 रनको लागि पठाइदिएको बेनले र बल जबकि लङ अफको बाउन्ड्री किनारा पार 4 रनको लागि चौका प्राप्त गर्दा खेलको 2 ओभरको अन्त्य भयो। 6 रन रहेको 1 विकेट काठमाडौँको टिम र खेलको 2 ओभरको अन्त्यमा ओभरको अन्तिम बलमा बेनले यो बललाई ड्राइभ गर्न पुगेको थियो। लङ अफ क्षेत्रतर्फ बल 4 रनको लागि बाउन्ड्री पार गएको र चौका प्राप्त गर्न पुग्यो। अङ्क तालिकामा सुदूरपश्चिमको टिम नम्बर 1 मा विराटनगर, नम्बर 2 मा र कर्णालीको टिम जसले आफ्नो स्थानलाई 6/3 मा उक्साएको छ। यहाँ कमब्याक शानदार गरेको भन्न सकिन्छ, जुन कर्णालीको फ्यान्सहरूलाई पनि आशा थियो। पहिलो बल यस ओभरको यसपालि हल्का सर्ट राखिएको थियो मिडल स्टम्पमा र यो बललाई डिफेन्स गर्न पुगे। बल गएको छ बलरको हातमा। रिटर्न रन बटुल्ने अवसर रहेन कुनै पनि। र खेलको थर्ड ओभरको सुरुवात यो डट बल राख्दै गरियो र डट बल रहेसँगै मर्चेन्ट डी लाङ्गे आफ्नो सेकेन्ड ओभर लिएर खेलको भने थर्ड ओभरमा बलिङ गर्नको लागि आउनेछन् र उनले 1.1 ओभर बलिङ गर्दै 1 रन दिई 1 विकेटको सफलता प्राप्त गर्न पुगेको हुन् र खेलको थर्ड ओभरको सुरुवात यो डट बल राख्दै गरियो। दोस्रो बल यस ओभरको मर्चेन्ट डी लाङ्गे बलिङ गर्नको लागि तयार रहँदै उनले आफ्नो पहिलो ओभरमा विकेट निकालेका थिए। हेरौँ यो ओभरमा कस्तो प्रकारको बल गर्नेछन्। ओभर द विकेट अम्पायर क्रस गर्दै हल्का रुम बनाए, बललाई कट गर्न पुगे, मिस फिल्डिङ, त्यहाँ बल गयो डिप ब्याकवर्ड पोइन्टमा बाउन्ड्री किनारा पछाडि बललाई रोक्नको लागि दौड लगाए, बललाई स्लाइड लगाएर रोकिदिएका छन्। यहाँ राउन्डको मौका रहेको छ। अपिल अम्पायरले डिसिजनलाई थर्ड अम्पायरतिर लगेका छन्। अब थर्ड अम्पायरले चेक गर्नेछन् अवश्य पनि यो आउट हो या नट आउट हो। थर्ड अम्पायरले चेक गर्नेछन्। यो बललाई कट गरिएको थियो, बल गएको थियो डिप पोइन्टतर्फ र फिल्डर त्यहाँ रहेका थिए। मिस फिल्डिङ भएको थियो पहिला ब्याकवर्ड पोइन्टमा र त्यहाँ मिस फिल्डिङ भएपछि बल डिपतर्फ जाँदाखेरि बललाई भने डिप ब्याकवर्ड पोइन्टको नजिकैबाट स्लाइड लगाएर रोकिदिए। त्यसपछि बललाई थ्रो गर्न पुगे र रनआउटको मौका थियो। लोकेशले बललाई लिएर स्टम्पमा हिट गर्न पुगे। सायद ब्याट्सम्यान क्रिजभन्दा बाहिर छन् जस्तो देखिन्छ। ब्याट्सम्यानको ब्याटलाई हेर्दै गरेर क्रिजभन्दा बाहिर सायद ब्याट्सम्यानको ब्याट हो कि अम्पायरको डिसिजन भन्ने पेन्डिङ छ। अहिले पेन्डिङ रहेको छ अम्पायरको डिसिजन, तर अब अम्पायरले आफ्नो डिसिजन सुनाउनेछन् र यति बेला स्क्रिनमा युटीको सङ्केत र विकेट रहनेछ। क्रिजभन्दा ब्याट बाहिर थियो जस कारणले गर्दा अम्पायरले यति बेला आउटको सङ्केत गर्न पुगे र विकेट रहेसँगै 6 रन रहेको दुईटा विकेट टिम यति बेला काठमाडौँको टिम रनआउटको रूपमा विकेट जान पुग्यो र विकेट आएको छ टिम विराटनगरलाई र काठमाडौँको टिम यति बेला ब्याटिङ धर्मराएको छ। काठमाडौँको केवल 6 रनमा दुईटा विकेट गुमिसक्यो। काठमाडौँको 2.2 ओभरमा 2.5 को रन गतिमा रन रेटमा अहिले काठमाडौँले रन जोडिएको र काठमाडौँले यति बेला आफ्नो विकेट गुमाउँदाखेरि भीम कटुवाले हामीलाई मलेसियाबाट 3 MYR को सुपर च्याट हामीलाई पठाउनु भएको थियो। उहाँलाई धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु। र ब्याटिङ गर्नको लागि सायद प्रतीक श्रेष्ठ आएका छन्। मामला प्रतीक श्रेष्ठ जस्तो लाग्छ ब्याटिङ गर्न आएको, तर उनको पछाडि जुना लेखिरहेछ। तेस्रो बल अफ स्टम्पभन्दा बाहिरको बल र यो बललाई भने पोइन्टमा खेलिदिए। बल ब्याटिङको लागि प्रतिकै आएको जर्सी पछाडि चाहिँ जुना लेखिरहेको थियो र पोइन्टमा प्रहार गर्न पुगे। फिल्डर त्यहाँ तैनात र त्यहाँ रहेको फिल्डरकै हातीबाट 1 रन निकाल्नको लागि कल गरियो र 1 रन निकालियो पनि। प्रतीक श्रेष्ठ आज भीम सार्कीको सट्टामा खेल्नको लागि मौका पाए। उनले अफ स्पिन पनि बलिङ गर्ने गर्छन् प्रतीकले। खासमा ब्याटिङ रोल उनको तर बलिङको लागि पनि केही ओभरहरू निकाल्न पर्यो भने काठमाडौँबाट अफ स्पिन बलिङहरू गर्ने गर्छन् पार्ट टाइमरको रूपमा। यो 1 रन र 3 बल बाँकी हो। थर्ड ओभरको खेल सकिन। चौथो बल यस ओभरको डी लाङ्गे ओभर द विकेट अम्पायर क्रस गर्दै यसपालि अफ स्टम्पभन्दा बाहिरको बल थियो र यो बल हल्काले डिफेन्स गर्न चाहेका थिए। ब्याटको बाहिर किनार नजिकबाट बल गयो विकेट किपरको हातमा।
र यो डट बल रन अफ ओभरको चौथो बलमा र डट बल रहेसँगै के बल 2 बल बाँकी खेलको थर्ड ओभर सकिने लागि 2.4 ओभर 8 रन रहेको विकेट काठमाडौँको टिम यो बलमा डट राख्यो र बेनलाई डट बल राख्दाखेरि 6 बल खेलेका बेन 4 रनमा आएर ब्याटिङ गरेर एक चौकाको मद्दतले उले ब्याटिङ गरेर यता प्रतीक श्रेष्ठ 1 मा 1 बार ब्याटिङ गरेर 2 मा 1 रनको पार्टनरशिप बनिसक्यो थर्ड विकेटको लागि ओभरको पाँचौं बल यसपालि भने बललाई ड्राइभ गरेका छन् पोइन्टमा र बल गएको छ पोइन्टमा रहेको फिल्डरको हातमा र फिल्डरले यो बललाई रोकिँदाखेरि यो डट बलमा सीमित रहेको छ र ओभरको तेस्रो बल ओभरको पाँचौं बलमा डट बल रन पुगेर केवल 1 बल मात्र बाँकी छ खेलको तेस्रो ओभर सकिने लागि 2.5 ओभर 8 रन रहेको दुईटा विकेट काठमाडौँको टिम प्रतीक र यति बेला बेनको जोडी क्रिजमा रहेको र 3 बलमा 1 रनको पार्टनरशिप पनि बनिसक्यो र केवल अब मात्र 1 बल बाँकी छ भोलिको दिनमा कुनै पनि खेल छैन आइतबारको दिन भोलि एक दिन रेस्ट डे रहनेछ र सोमबारमा 2टा खेल रहने हो र भोलि कुनै पनि नेपाल प्रिमियर लिगको खेलहरू छैन अन्तिम बल ओभर द विकेट अम्पायर क्रस गर्दै यसपालि यो बललाई कट गर्न बल गयो टिप ब्याकवर्ड पोइन्ट र थर्ड म्यानको बीचमा ब्याकवर्ड पोइन्टका फिल्डर त्यहाँ प्रतीश जेसी थर्ड म्यान क्षेत्रमा आएर बललाई रोकिदिए केवल 1 रन मात्र मिल्यो र 1 रनबाट 9 रन रहेको दुईटा विकेट टिम यति बेला काठमाडौँको टोलीको खेलको 3 ओभरको अन्त्यमा अन्तिम बलमा 1 रन निकाल्दै स्ट्राइक आफैसँग राख्ने निर्णय गर्न पुगेर खेलको 3 ओभरको अन्त्यमा 9 रन रहेको दुईटा विकेट काठमाडौँ र प्रतीक श्रेष्ठ 1 मा 1 र यता बेन 8 मा 5 भएर ब्याटिङ गर्दा यी 2/4 मा 2 रनको पार्टनरशिप पनि बनिसकेको छ हामी 2000 लाइकबाट मात्र 400 लाइक टर्छ 5600 जनाले हामीलाई कमेन्ट्री मार्फत सुन्दै हुनुहुन्छ यदि तपाईहरु व्यस्त हुनुहुन्छ भने एकछिनको लागि समय निकालिकन स्ट्रिमिङलाई पनि लाइक गर्नुला र लाइक गर्दै हाम्रो स्ट्रिमिङलाई 2000 लाइकको आँकडा पूरा गर्नका लागि मद्दत गर्दिनुला लाइक गर्दै 3 ओभर खेल समापन भइसके 9 रन रहेको दुईटा विकेट काठमाडौँको टिम प्रतीक लेफ्ट आर्म पेसर ओभर द विकेट आक्रमण गर्नका लागि तयार रहँदै यस ओभरको पहिलो बल लेफ्ट आर्म ओभर द विकेट अम्पायर क्रस गर्दै सिधा ब्याटले अगाडि खेल्ने प्रयास बल गएको प्रतीकका हातमा रिटर्न रन बटुल्ने यो डट बल रहेसँगै चौथो ओभरको खेल पनि सुरु भइसक्यो प्रतीश जीसी बलिङ लागि लेफ्ट आर्म पेसर ओभर द विकेट आक्रमण गर्न लागि दौड लगाउँदै दोस्रो बललाई ड्राइभ गरिएको छ बल गएको कभर क्षेत्रतर्फ र शट कभरमा रहेको फिल्डरले बलहरू देखेर मिल्न पुगे मात्र 1 रन र 1 रनबाट स्ट्राइक रनको परिवर्तन दस रन रहेको दुईटा विकेट काठमाडौँको टिम हालको अवस्थामा 3.2 ओभरको खेल भइसक्यो यो 1 रनको लागि प्रहार थियो र 1 रन निकाल्दै स्ट्राइक रोटेट गर्न पुगेको र 1 रन रहेसँगै 10 रन रहेको दुईटा विकेट टिम काठमाडौँको टोली यति बेला 2 ओभर भइसक्यो पुरा तेस्रो बल यस ओभरको प्रतीश ओभर द विकेट अम्पायर क्रस गर्दै यसपालि पनि बललाई कभर पोइन्टमा ड्राइभ गर्न पुगे फिल्डर त्यहाँ तैनात र त्यहाँ रहेको फिल्डरले ड्राइभ लगाएर बललाई रोकेका छन् र यो फेरि पनि डट बल रन पुग्यो र डट बल रहेसँगै 3.3 ओभर 10 रन रहेको काठमाडौँको टिम दुईटा विकेट 2.86 को रन गतिमा रन रेटमा काठमाडौँको टिमले रन जोडेको छ भने ओभरको चौथो बल गर्नका लागि प्रतीश बलिङको लागि तयार हुँदै आक्रमण गर्नका लागि लेफ्ट आर्म ओभर द विकेटबाट यसपालि भने यो बललाई पोइन्टमा ड्राइभ गर्न पुगे फिल्डर त्यहाँ तैनात रहेको र त्यहाँ रहेको फिल्डरले यो बल रोकिदिए प्रतीशको बल खेल्नका लागि प्रतीक रहेको र प्रतीक श्रेष्ठ 3 बल खेल्दै 1 रन बनाएर ब्याटिङ गरिरहेको हुन् भने आजको शनिबारको दिन दर्शकहरूको राम्रो उपस्थिति हुनु त हरेक म्याचमा दर्शकहरू निकै मात्रामा उपस्थित हुनुहुन्छ यो खेल नेपाल प्रिमियर लिगको मजा लिनको लागि र आज पनि पुरै सोल्ड आउट भएको टिकटहरू केही सिटहरू खाली देखिनुहुन्छ तपाईहरुले त सिटहरू भने सिजन पास लिनेहरूको लागि कोही दर्शकहरू नभ्याउनेहरू आउनु नभएको तर टिकट भने